हेलो गाइज, यो आज 51औं दीक्षान्त समारोह 2082 सालको दशरथ रङ्गशालामा कति धेरै मान्छेहरू हो। हेर अहिले एकछिनमा सबै भर्छ सिटहरू। अहिले हामी साथीहरू नै आएको छ। हाम्रो ब्लक चाहिँ उता यफ हो, म्यानेजमेन्टको रेडमा। अब यताबाट घुमेर जानु पर्यो। हामी साथीहरू नि छौँ। पूर्णिका यता हेर त, पुरा म चाहिँ सँगै आएको भयो। मान्छे यताउता भयो कि हरायो भने सबै। अब साथीहरू को भेट्छ हेरौँ। यता चाहिँ टपरहरूलाई दिने भयो प्राइज। हामी चाहिँ आफै लिन आउनुपर्ने भयो। ओ मान्छेहरू कति धेरै हो, कति धेरै। मोर देन 16,000। अहिले यो सिटहरू सबै पर्छ। भाषण दिइराखेको हेर यता। साथीहरू नै यताउता भइसक्यो, हराइसक्यो। अहिले खाली खाली भएको सब पछि भरिभरा हुन्छ। मान्छे नै अड्दैन हेर न। पछि नि भिडियो खिच्छु, देखाउँछु अनि बिफोर एन्ड आफ्टर। अहिले हामी चाहिँ यो ब्लक एचनिर बसिसक्यो। एचमा साथीहरू हेर, यिनीहरू नि पहिला बस्यो। साथीहरूलाई नकुरी यिनीहरू नि पहिला बस्यो। साथी कहाँ गयो? यता आएको भनिदियो। कहाँ हो खै, कता भेटाउनै सकेन। प्यारेन्ट्सहरू यता तल भयो। हामी चाहिँ यता माथिको ब्लकहरूमा भयो। गाइज, अब चाहिँ हामी यो सर्टिफिकेट लिने लाइनमा बसिराखेको हो। साथीहरू अर्कैमा पर्यो। पूर्णिका र म चाहिँ र सँगै पर्यो। लाइन त धेरै छैन। हाम्रो 4 नम्बर काउन्टर पर्यो। अब लिइसकेपछि देखाउँला। यो काउन्टर 4 नम्बर चाहिँ हाम्रो पर्यो। हामी दुईजनाको, पूर्णिका र मेरो पर्यो। अरू चाहिँ अर्कै लाइनमा बस्यो। हेर लाइन त धेरै छैन क्या, धेरै छुट्याएकोले यो खोजी लिनुपर्ने केही छैन। यत्तिकै कहाँ आउन पाइन्छ? पूर्णिकाको पालो। यही हो 37 228 है। 37 228 लियो है, लियो। खै पूर्णिका देखाउ त। ल ल ल, आउँदैछ। फाइनली ग्रेजुएटेड भयो हामी। गर गर गर। अघि भनेको थिएँ नि भरिभराउ हुन्छ भनेर। भरिभराउ भइसक्यो। मान्छेहरूको भिड।
भ्याक्सिन लिँदा मान्छे देख्छ कि देख्दैन। मेरो पनि सँगै छ। मान्छे आउन चाहिँ आयो, को आयो थाहा छैन। यार ब्लग यस्तो घाम Ready, 1, 2, 3, go!